आशा गर्दैछु तपाईँहरू सबै ठिकै होला। म पनि यहाँ ठिकै छु हो। अब आज चाहिँ के भन्दा पनि तपाईँहरूको आज एउटा सानो कुखुरा फार्म खोलौँ भनेको हो घरमै, बजेटमै स्मल स्केलमा चाहिँ एउटा यो कुखुरा खोर बनाएर चाहिँ घरको कुखुरा बनाऊँ भनेको। अब मेरो पछाडि देख्नु हुँदैछ, पछाडि मेरो बुढीले पनि अलिक काम गर्दैछ नि, त्यो एरियामा चाहिँ म कुखुरा खोर बनाउने भनेर आज चाहिँ यो सबै सफा गर्ने हो। सफा गर्ने अन्त यो जुन यो ठाउँ छ, यो ठाउँमा चाहिँ म अलिकति कस्तो लाग्छ होला, अन्त हेर्दै जाउँ होला। यो यही एरिया हो। अब चाहिँ म यहाँ यो जग्गामा चाहिँ सफा गर्ने छु। सबै चाहिँ दिन्छु, यो मैलाहरू सबै हटाएर चाहिँ यो जग्गा चाहिँ क्लियर गरेर यहाँ चाहिँ 4x8 4x10को बनाउनु होला चाहिँ हो। यो एरिया यस्तो सानो जग्गा खाली छ हो। पछाडि मेरो पछाडि जब किसिमको रुखहरू छ। अन्त यहाँ तल ठुलो पात भएको चाहिँ यो के भन्छ हल्दी हो। हल्दी यो चाहिँ हल्दी हो। मेरो फुलहरू चाहिँ सेतो खालको फुल, के नाम भन्छ त्यो याद छैन है। यो पनि एउटा यो चाहिँ एउटा ठुलो निलम्रो यो एरियामा बनाउँ भनेर यही साथी। अब एकछिनमा भेटौँ होला, त्यहाँदेखि म काम गर्दै गर्छु है। ए साथीहरू हेर्नुहोस् है, अब यहाँ चाहिँ यतिको चाहिँ गऱ्यो। त्यो पछि हेर्नुपर्छ मैलाहरू यहाँ थुपारे। अब यो सबै फ्याँक्नुपर्छ। यो एरिया पनि पुरा क्लियर हुन्छ। यो एरिया हो। र यो झिक्राहरू जति पनि छ यहाँ छोडिदियो। अब विन्टरसम्म चाहिँ यो पुरा सुक्छ, मजाले सुक्छ हो। यस्तो छ, यस्तो प्रकारले बनाइरहेको छ। अस्ति मैले यहाँ सफा गर्दै गरेको देखाएको थिएँ हो। अन्त आज चाहिँ अलिकति हेल्पर माने मेरो 2जना छोरा, त्यहाँदेखि मेरो भाइ 2जना हेल्पर, 3जना भएकोले गर्दा चाहिँ आज यतिसम्म बनाएँ। त बाँसहरू चाहिँ यहाँ चाहिँ छप्पड लाग्छ हो। खोर चाहिँ यस्तो टाइपको छ, हेर्नुहोस् है। खोर चाहिँ यो यस्तो टाइपको छ। त त्यही हो, अब अलिअलि बिस्तारै बिस्तारै गर्दै बनाउँदै जान्छु। अन्त बाँस चाहिँ छ यहाँ मेरो। यो बाँस चाहिँ यहाँ देख्नुहुँदैछ होला, त्यो टिना त्यो माथि छप्परमा लगाउनुको लागि हो। यो बाटाहरू काटिराखेको छ। यो चाहिँ प्लेटफर्म, यो बाटा चाहिँ प्लेटफर्मको लागि। अन्त अरू यो जो छ उनीहरूको त्यो खोर बनाउनुको लागि। अब यसमा पुग्छ त्यस्तो पनि लाग्दैछ, हेर्नुपर्छ। अब बेसी लामो बनायो भने लामो भिडियो हुन्छ, त्यो भएर चाहिँ म छोटो छोटो देखाउँदैछु हो। अब तपाईँ काम हामी गऱ्यो। यहाँ मेरो बुढी छ, अहिले खटाखट्नी गऱ्यो हो। अब अलिअलि बियर यहाँ छ हो। अन्त यहाँ चाहिँ मेरो केटा छ, गरम लागेर नाङ्गै बसिरहेको छ। अन्त म चाहिँ यहाँ छु। चियर्स।
हेलो साथी हो, गुड गुड आफ्टरनुन। त यहाँ अस्ति पहिला भागमा मैले अलिकति देखाएको थिएँ हो। आज फेरि यो 4टा 5 मगाएको थिएँ। 4टा 5मा चाहिँ एउटा यस्तो बाटा निकालेर यहाँ चाहिँ कुखुराको खोरको लागि चाहिँ यस्तो बनाएको छ। आज चाहिँ यत्तिकै सकेको छ है। यो सबै भित्तातिर लगाउने हो। यहाँ हेर्नुहोस् यस्तो प्रकारले बनाऊँ भनेको हो। अहिले यहाँसम्म सक्यो, यहाँसम्म भयो। अब यता लगाउने, त्यो पछि चाहिँ यो पछाडिबाट यसो त्यसो गरेर त्यो खम्बा भयो, ऊ परको खम्बा भयो हो। त्यहाँसम्म चाहिँ 3 बाटा जान्छ हो। त्यहाँदेखि यहाँ यो तेर्सो पनि जान्छ। अन्त उता परको तेर्सो पनि पहिला हाल्ने हो। त्यो पछि चाहिँ यहाँ भित्रपट्टि चाहिँ यो बानिसकेपछि चाहिँ त्यहाँदेखि चाहिँ म कुखुराको कोठा गरेर चाहिँ खोर बनाउने यता हो। यो जो छ यहाँदेखि उता चाहिँ खोर बनाउँदैन। यहाँदेखि उता परसम्म यत्रो चौडा छ, झन्डै कति 2 फिट अलिक बेसी नै छ हो। त्यहाँसम्म यहाँसम्म हो। त्यहाँदेखि यहाँदेखि चाहिँ ऊ परसम्म यो सबै उ गरेर चाहिँ गेट चाहिँ यो जग्गामा बनाउने। यहाँदेखि चाहिँ चढ्ने, यहाँ एउटा खम्बा लाग्छ। यस्तो खम्बा लागेर चाहिँ यहाँ माथि ठक्कै छानाको जो खम्बा छ यहाँ चाहिँ टक्कै यहाँ लगाएर चाहिँ यहाँ चाहिँ दैलो बनिन्छ। यो जग्गामा चाहिँ दैलो बनिन्छ। यति चाहिँ यहाँसम्म यति चाहिँ दैलो खोल्ने। अन्त यहाँ माथि भयो भने यस्तो अलि यो त मेरो सिलिङ पुरा छैन। अब यो गरम मौसममा पुरा गरम हुन्छ भनेर चाहिँ मैले यो लगाएको हो। त्यही हल्का नर्मली बनाउने, तर हेरौँ अब कस्तो हुन्छ। ड्रिल मेसिनहरूको लागि चाहिँ यहाँ पानी राखेको छु हो। यो एरियामा चाहिँ अब भोलि चुइठो यसरी बनाएर बाँसलाई चिरेर चाहिँ चुइठो बनाउने बाँस चाहिँ मैले यहाँ काटिराखेको छु हो। अब यो सबै भोलि यो चाहिँ चिरेर चाहिँ त्यो अघिको चुइठो त्यस्तो बनाएर चाहिँ त्यहाँ ओसाइदिने है साथीहरू। अब हाई साथी हो, गुड मर्निङ। यहाँ चाहिँ आज चाहिँ हाम्रो सिलगढीको मौसम चाहिँ यस्तो छ। त्यही भएर पानी परेको यो भित्रको खोल्ने नि आज कम्प्लिट गर्नु पऱ्यो भनेर सोचेको थिएँ, कम्प्लिटै गर्नु पाएन। पानी परेर जाने भयो। ए हामी जान्न थाल्यो। अर्को मुनि थियो त्यहाँ चाहिँ अलिकति जाने छ हो। ए यहाँ अहिले अलिकति जाने छ हो। यो यस्तो छ है। अब पानी त परेको छ। फेरि त मान्छे मिल्दैन। सेतो त्यो पखाला लगाएको थियो, त्यो भित्र चाहिँ दाउरा छ। दाउरा चाहिँ गरिराखेको छु है। यो विन्टर आयो भने त्यहाँ साथी हो, आज अर्को दिनमा अब यो हेर्नुहोस् है पछाडि यस्तो टाइपले चाहिँ बनाएको छु हो। यो सबै यस्तो बाटाहरू काटेर ट्याप लगायो। त्यहाँदेखि अर्को उतापट्टि आधी बाटा छ हो। यो सकेपछि त्यहाँदेखि चाहिँ वरिपरि पातला जाली लगाउने। यो जग्गामा चाहिँ हामी कुखुराको खोर बनाउने। त्यहाँदेखि यो एरियामा चाहिँ त अब कुखुराहरू चाहिँ घुम्छ है। यो एरियामा चाहिँ कुखुरा घुम्छ। यो वरिपरि जाली लगाउनुपर्छ। माथिदेखि पनि गार्डन नेटहरू लगाउनु पऱ्यो होइन। अब यस्तो छ कि अलिक टाढोदेखि देखाइदिन्छु है। टाढोदेखि चाहिँ यस्तो खालको देख्छ। यो माथि छप्पर यस्तो हो टिनको, त्यहाँ बाँसको खुट्टी लगाएको छ। त्यहाँदेखि पछाडि चाहिँ बेरा लगाएको छ। त्यहाँदेखि यो बिचमा चाहिँ मैले यो जो देख्नु हुँदैछ यो र ऊ त्यो, त्यहाँदेखि यो त्यहाँदेखि ऊ परको यो बटम चाहिँ मैले खोर छुटाउनुको लागि यहाँ यसरी खम्बा लाग्छ। र 3 कोठा यहाँ हो, 3 कोठा यता 3 कोठा हुन्छ। यो बिचकोमा चाहिँ 3 कोठा हुन्छ, उताको 3 कोठा, माने टोटल 12 कोठा हुन्छ यसमा हो। है साथी, अब यस्तो छ हाम्रो आज चाहिँ पुरा खटाइ भयो हो।